अरे बड़े भैया खाली पेट में दिमाग की बत्ती नहीं जलती। मोटू इधर आइए। अरे मोटू तुम इधर रहो। नहीं पतलू मुझे ऐसा मत बोलो रे। यही मायाले गुडायो रेलैमा, यही मायाले पुर्यायो जेलैमा। चौतारीलाई सारा पिपलु छाया भो, मलाई सधैँ अधुरो माया भो, मलाई सधैँ अधुरो माया भो। अहिले अस्वस्थ भएको कुरा पनि मैले भिडियो हेर्दा पनि थाहा पाएँ। आमा बिरामी हुनुहुन्छ, हिँड्न पनि सक्नुहुन्न, राम्रोसँग हात राम्रोसँग चलाउन सक्नुहुन्न भन्ने। अनि खास के हो आमाको लागि? पहिला कमाउन जाँदा अब लोटेर यस्तो रातमा काम गर्ने बेला हात भाँचेको, खुट्टा भाँचेको, खुट्टोको चाहिँ रड फालिसक्यो हो। तर हातमा पनि 18 महिना अनि 2 वर्ष जति लाग्छ भने, अनि त्यही कारणले गर्दा फाल्न त्योभन्दा ज्यादा गइसक्यो। अनि त्यही भएर रड फाल्न सकेको छैन। अनि हात दुख्छ, यस्तो गर्नु बेला यस्तो घोज्छ गऱ्यो हड्डीलाई। अनि त्यस्तो छ। घाँस काट्न अब गोरु छन्, अनि त्यही गोरुलाई अब घाँस काट्न पनि गाह्रो हुन्छ। अनि कान्छो भाइ पढ्छ, उसको पनि 2 वर्ष जति छुट्यो। अब म उता इन्डियातिर कमाउने, अनि त्यसपछि आमाको उपचार गर्ने, अनि भाइ चाहिँ गाउँमा बस्ने अरूसँग। अनि त्यही भएर अरूसँग भन्नाले आफ्नो ठुल्बाहरूसँग बस्थ्यो। अनि त्यही कारणले गर्दा उसको पढाइ छुट्यो। अनि पढाइ छुटेपछि जब म इन्डियाबाट आएँ, अनि इन्डियाबाट आएपछि उसलाई पढाउने स्टार्ट गरेँ मैले भन्नाले पनि बुवाले पनि पढाउने भन्नुभयो, सबैले पढाउने भन्नुभयो। अनि पढाएको अब यसपालि 6 7मा गयो। अनि उसलाई अझै पढाउने, उसलाई त भन्छु कि म त पहिलेदेखि मलाई भनिरहन्थ्यो म पढ्छु भनिरहन्थ्यो। उसलाई पढाउने गरेँ मैले, त्यही भएर पढ्छ। अनि आमाले पनि अब यो रड फाल्न पाए हुन्थ्यो, दुख्छ, अनि चिसो भयो भने झन् घोज्छ भन्छन्। अनि त्यही भएर फाल्ने कोसिस गरिरहेको छु। ओके, अहिले त्यो पैसाको कारण नसकेको हो? हजुर, पैसाको कारण। तपाईँलाई अब आमा खाने औँसी पनि हो आज त होइन? यो भिडियो आउँदासम्म त धेरैले त्यो थाहा पाइनुहुन्छ। अहिलेको आमालाई यो उपहार दिउँ भन्ने केही छ त्यस्तो? हजुर, अब उपहार त अब सकेसम्म त म धेरै दिन जस्तो लाग्छ। तर रड फाल्दैन, आमाको रड फाल्न सबभन्दा मलाई त्यो आमाको रड फाल्न पाएँ। अनि त्यो यस्तो भयो उस्तो भयो नभने खुसी लाग्थ्यो मलाई है। त्यही हो तपाईँको उपहार होइन? हजुर। अब कति जति चाहिन्छ भनेको छ डक्टरले? खोइ त्यो पनि थाहा छैन। उता इन्डियातिर उपचार गरेको, नेपालमा अब महँगो लाग्छ होला। अनि इन्डियादेखि प्रमाणपत्र पनि ल्याएको हो। नेपालमा खोइ कति लाग्छ त्यो पनि थाहा छैन मलाई। अरू खासै आउँदैन। अब यो एक्टिङ चाहिँ कसरी आयो? अब यो उता अब हाम्रो त इन्डियातिर आमाको उपचार होइन, हात खुट्टा भाँचेको पहिला। अब त्यही उपचार गर्दा जाँदाखेरि अब कोही हामीसँग नेपाली हुन्थ्यो क्या, उनीहरूले मोटु पतलो हेर्ने, उस्तै गर्न मन लाग्ने। बच्चामा सिकेको? हजुर, बच्चामा। हस्, धेरै धेरै शुभकामना भोजी। यति राम्रो प्रतिभा ल्याउनु भएको छ, अझै प्रगति। धन्यवाद सबै यहाँ उपस्थित मिडियाकर्मी साथीहरू सबैजनालाई। मैले हरेक पटक यस्तै राम्रो कामहरू गरिरहँदा तपाईँहरूले मलाई एप्रिसिएट गर्नका लागि आइदिनुहुन्छ, मलाई सहयोग गरिदिनुहुन्छ होइन। अनि मैले ल्याएको प्रतिभाहरूलाई तपाईँहरूको मिडियामा पनि स्थान दिनुहुन्छ। त्यसका लागि म तपाईँहरूलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँहरूको मिडिया मार्फत म एउटा कुरा के जानकारी गराउन चाहन्छु भने भाइ विनोदको प्रतिभालाई तपाईँहरूमा आज मैले राखिसकेको छु। पहिलो गीत सम्भवतः भोलिसम्ममा रिलिज हुन्छ होला। पूर्णकला विश युट्युब च्यानलबाट आउँछ। मन पराइदिनु होला, रुचाइदिनु होला। पहिलो गीत नै दमदार तरिकाले चल्यो भने भाइलाई टिक्नका लागि सजिलो हुन्छ। र त्यस पछाडि गीत रेकर्डिङ पछाडि हामी तुरुन्तै भाइको घर बनाउनका लागि गाउँमा जानेछौँ। र अहिलेसम्म अब सहयोगकै कुरा गर्ने भने एकदमै थोरै मात्र सहयोग आएको छ। सम्भवतः मलाई लाग्छ 20,000 जति पनि सहयोग आइसकेको छैन। तर मैले सोचेको छु 4 लाखको कुरा, 5 लाखको कुरा मैले सोचेको छु। घर बनाउन त्यति लाग्छ होला पक्कै। तर साथमा अहिलेसम्म 20,000 आएको छैन। तर त हिम्मत गर, त आँट गर, तेरो पछाडि म छु एउटा हुन्छ नि, त्यो भरोसा
मलाई दर्शकहरूले दिनुभएको छ। त्यही भएर दर्शकहरूको विश्वास र भरोसामा मैले यो घोषणा गरेको छु, भाइको घर बनाइदिने। मलाई निराश नबनाइदिनु होला। यदि कतैबाट पनि त्यो जुटेन भने त मैले कतै न कतैबाट मध्यवस्था त गर्छु नै गर्छु होइन। भाइ पनि दर्शकहरूबाट मैले के अपेक्षा गरेको छु भने सधैँ जस्तै भाइको यो घर बनाइदिनको लागि पनि तपाईँहरूले सकेको सहयोग गरिदिनु होला। कसैले टिनको छानो लगाइदिनको लागि टिन म उपहार दिन्छु, मेरो तर्फबाट टिन भयो भनेर भन्नुहुन्छ भने पनि तपाईँहरू गरिदिनु होला। कसैले इट्टा मेरो तर्फबाट भयो भन्नुहुन्छ भने पनि त्यो हामीलाई स्वीकार्य छ। कसैले म सिमेन्ट बालुको व्यवस्था गरिदिन्छु भन्नुहुन्छ भने पनि त्यो पनि हामीलाई स्वीकार्य छ। यस्तै ढुङ्गा गिट्टी जे तपाईँहरूले सक्नुहुन्छ तपाईँहरूको तर्फबाट उपलब्ध गराइदिनु होला। हामी भाइको घर बनाउनेछौँ। पैसा नै उपलब्ध गराउनुपर्छ भन्ने छैन, सामान किनेर दिनुहुन्छ भने पनि ओके, हामी भाइको घर जसरी पनि बनाइदिनेछौँ। भाइको घर बनाउने कार्यमा तपाईँहरूले मलाई मद्दत गरिदिनु होला, निराश नबनाइदिनु होला भन्न चाहन्छु सबै दर्शकहरूलाई। र जसले सहयोग गर्नुहुन्छ सबैको तपाईँहरूको तस्बिरसहित मैले भिडियो बनाउने सोच गरेको छु। यो पटक एकदमै थोरै सहयोग आएको कारणले गर्दा पनि तपाईँहरूले पठाएको 2000 रुपियाँ, 3000 रुपियाँ, 1000 रुपियाँ पनि हाम्रो लागि 1 लाख 2 लाख सरह हुनेछ। त्यो कारणले गर्दा तपाईँले सहयोग पठाइरहँदा नाम अनि तपाईँको फोटो तस्बिर पनि पठाउनु होला। हामी मिडिया मार्फत त्यो सबै कुराहरू देखाउनेछौँ भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद कमल सर यो समयको लागि।